अहिले हामीलाई तत्काल यो इमर्जेन्सी युजको लागि चाहिँ यो फिलिप्स बाइप्याप मेसिन कसरी चलाउने भनेर बारेमा चाहिँ भन्दैछु। सुरुमा हामीले केबल कनेक्ट गर्नु पर्यो, यसमा जोड्नु पर्यो र मेनली यो मेसिनको चाहिँ दुईवटा पार्ट छ। एउटा चाहिँ यो एयर डेलिभरीको पार्ट र ह्युमिडिफिकेसनको पार्ट हो। अहिले तत्काल हामीलाई चाहिने भनेको चाहिँ यो ह्युमिडिफिकेसनको पार्ट चाहिँ अहिले चाहिँदैन। अहिले चाहिँ हामीले चाहिँ सिधै यो ट्युबलाई चाहिँ कनेक्ट गरेर पछाडि जोड्न सक्छौँ। हामीले एचएमआई जोड्ने भएको कारणले चाहिँ ह्युमिडिफिकेसन पार्ट चाहिँ इम्पोर्टेन्ट हुँदैन भनेर अहिले ह्युमिडिफिकेसन पार्ट इम्पोर्टेन्ट छैन भनेको। हामीले यो 15 mm को सर्किट लिन्छौँ। अर्को हामीसँग नर्मल भेन्टिलेटरको ट्युबिङ पनि जोड्न सक्छौँ। यो चाहिँ 22 mm को हो। यो दुईवटा सेलेक्ट गर्ने ठाउँ चाहिँ छ, अहिले म देखाउँछु। यो जुन जोड्दाखेरि पनि फरक चाहिँ पर्दैन। अहिले चाहिँ हामीसँग प्रोभाइड भएको चाहिँ 15 mm को हो। यो सिङ्गल सर्किटलाई चाहिँ हामीले सुरुमा एचएमआई फिल्टरमा जोड्छौँ। त्यसपछि चाहिँ हामीसँग यहाँ अक्सिजन पोर्टको लागि चाहिँ चाहिने यो कनेक्टर छ, त्यसलाई जोड्छौँ, जहाँबाट चाहिँ हामीले 15 लिटर अक्सिजन चाहिँ प्रोभाइड गर्छौँ र यसलाई चाहिँ बाइप्याप मास्कमा चाहिँ लगेर चाहिँ जोड्छौँ। यसरी चाहिँ बाइप्याप प्रोभाइड गर्नु चाहिँ र सर्किट चाहिँ रेडी हुन्छ। अब जाउँ हामी मेन मेन्यूमा। सुरुमा अन गरिसकेपछि यस्तो मेन्यू आउँछ। अब हामीले चाहिने मेन्यू भनेको चाहिँ थेरापी मेन्यू हो। थेरापीमा क्लिक गर्ने यसलाई बटनलाई र डिफ्रेन्ट मोड्सहरू आउँछ। र अहिले हामीलाई चाहिने मोड भनेको चाहिँ डिफ्रेन्ट मोड्सहरू आउँछ। यो मोडको मेन्यू भयो सुरुको सिप्याक मोड, एस मोड, एसटी मोड, टी, पिसी, एबिएपिएस। हामीलाई चाहिने मोड भनेको एसटी मोड विथ एबिएपिएस चाहिँ अन भएको चाहिँ हुनु पऱ्यो। अफ छ भने चाहिँ अन चाहिँ अन गर्नु होला। एसटी मोडको चाहिँ काम चाहिँ के भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ हामीले आइप्याप राख्छौँ। आइप्याप चाहिँ मिनिमम आइप्याप र म्याक्सिमम आइप्याप सेट गर्छौँ। मिनिमम आइप्याप चाहिँ 10 सेट गऱ्यौँ, म्याक्सिमम आइप्याप 20 सेट गऱ्यौँ, इप्याप चाहिँ सेट गऱ्यौँ भने चाहिँ अब चाहिँ हामीले 400 ml को टाइल भोल्युम राखेछौँ भने चाहिँ यो सेट टाइल भोल्युम चाहिँ यो आइप्याप दुईवटा 10 देखि 20 बिचको आइप्यापमा चाहिँ मेसिनले आफैले नै सेट गरेर चाहिँ यति टाइल भोल्युम चाहिँ डेलिभर गरिदिन्छ। र टीको मतलब चाहिँ टाइम साइकल पनि हुने भएर हामीले ब्रेथ्स पर मिनट पनि राख्न सक्छौँ। यसमा 10 ब्रेथ्स पर मिनट राख्ने र इन्सपिरेटेड टाइममा चाहिँ 2 राखिदिने, यति चाहिँ गर्ने। इप्याप चाहिँ अहिले सुरुमा चाहिँ इनिसियल सेटिङमा चाहिँ 5 राख्ने। अक्सिजनेसन चाहिँ इम्प्रुभ गर्नलाई चाहिँ सेचुरेसन कम भइरहेको खण्डमा चाहिँ इप्यापलाई चाहिँ हामीले फर्दर बढाउँदै लाग्न सक्छौँ। 7, 8, 10, 12, 10 सम्म लगाउन चाहिँ मजाले सक्छौँ। यसमा चाहिँ म्याक्सिमम भनेको 8 मात्र रहेछ, 8 सम्म मात्र रहेछ। ओके, यसरी चाहिँ राख्न सक्छौँ। सेटिङ्स चाहिँ मेनली प्रोभाइडर सेटिङ्स भनेको एसटी, एबिएपिएस अन, टाइल भोल्युम 400, आइप्याप इप्याप सेटिङ्स, ब्रेथ्स पर मिनट र इन्सपिरेटेड टाइम। अनि यति गरिसकेपछि हामीले चाहिँ अहिले हामीले 15 mm को चाहिँ कति सेट गरेछौँ भनेर हेर्नलाई चाहिँ ट्युबिङ चाहिँ यो ट्युबिङमा 15 लेखेको छ, यसमा चाहिँ सेलेक्ट गरेर चाहिँ हेर्न सक्छौँ। 22 mm को चाहिँ यो ठुलोवाला भयो, 15 mm को यो वाला, यो प्रोभाइड गरेको 15 भएको कारणले 15 नै सेट गरिरहेको छ। अब यो सबै भइसकेपछि चाहिँ हामी मेन मेन्यूमा गएर अब थेरापीमा गएर हामी स्टार्ट गरिदिन्छौँ। अब स्टार्ट गरिसकेपछि चाहिँ मेसिन सुरु हुन्छ र यसले चाहिँ यसरी चाहिँ प्रोभाइड गर्छ, ब्रेथ चाहिँ प्रोभाइड गर्छ। यहाँबाट चाहिँ अक्सिजन चाहिँ हाम्रो चाहिँ 15 लिटर पर मिनटमा जोडेको हुन्छ। यसले चाहिँ यहाँबाट चाहिँ अक्सिजन प्रोभाइडेड हुन्छ।